नमस्कार। आज 2082 साल असार महिनाको 5 गते बिहीबार, तदनुसार 19 जुन 2025। प्रस्तुत छ आजको दैनिक राशिफल। मेष राशि, दिन राम्रो छ, काममा उत्साह बढ्नेछ, दाजुभाइको साथ मिल्नेछ, बन्धुत्वको भावना बढ्नाले मनमा हर्ष बढ्ने योग देखिन्छ। साथै शिक्षाको क्षेत्रमा थप श्रम गर्नुपर्ने देखिन्छ। वृष राशि, तपाईका लागि आजको दिन राम्रै छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। आफ्नो काम बिर्सिएर अरूको काममा चासो लिँदा घाटा हुनेछ। शिक्षामा प्रगति हुने दिन छ। मिथुन राशि, तपाईको राशिमा शुभ ग्रहको आगमन भएकाले आजको दिन राम्रो छ। राजनीतिक क्षेत्रको संकट टर्ने योग छ। स्वास्थ्यको उपचारमा भए सुधार हुनेछ। परिवारसँगको सम्बन्ध खटपटी बढ्ने जोखिम छ। कर्कट राशि, दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। तपाईको बोलीकै कारण आफन्त टाढिने जोखिम देखिन्छ। थोरै बोल्नु उचित हुन्छ। धार्मिक व्यक्तित्वसँगको भेटले मन शान्त बन्नेछ। सिंह राशि, परिवारसँग रमाइलो घुमघाम हुने अवसर मिल्नेछ। सानो कुराले लामो समय मन अशान्त बन्ने जोखिम देखिन्छ। अरूको कुरा सुन्ने भन्दा आफ्नो काममा ध्यान दिनु उचित हुन्छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। कन्या राशि, तपाईमाथि पारिवारिक बोझ थपिनेछ। परिवारको सल्लाह मात्र लिएर अगाडि बढ्नु उचित हुन्छ। एकल निर्णयले घाटा हुने जोखिम छ। पैतृक सम्पत्तिबाट लाभ हुने योग छ। तुला राशि, मूल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईको कामको प्रशंसा हुनेछ भने लगानी गरेका भए व्यापारमा नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृश्चिक राशि, दिन सामान्य छ। कामको बोझ थपिँदै जानेछ। राम्रा कामको जोश अरूले लिनेछन्। विपक्षी साथीको साथ सहयोग मिल्नेछ। परिवारको साथमा अगाडि बढ्दा दैनिक काम सहज बन्नेछ। धनु राशि, दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। एकल भन्दा सामूहिक लगानीबाट गरेको व्यापारमा फाइदा हुने योग छ। परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने अवसर प्राप्त हुनेछ। मकर राशि, दिन राम्रो छ। बोलीको प्रभाव राम्रो बन्नेछ। मनको कुरा साथीसँग शेयर गर्दा फाइदा हुनेछ। विपक्षीले साथ दिँदा राजनीतिमा ठूलो उपलब्धि हात लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कुम्भ राशि, सञ्चित धन खर्च हुने दिन छ। आफूभन्दा ठूला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। औद्योगिक क्षेत्रमा लगानी गरेको भए राम्रो नाफा आर्जन हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। मीन राशि, दिन सामान्य छ। मध्य 37 शनिको प्रभावले शरीरमा अल्छीपन बढ्नेछ। धार्मिक काममा सहभागी भएमा दिनको सुरुवात राम्रो रहनेछ। राजनीतिक क्षेत्रमा विपक्षीको आक्रमण हुने जोखिम छ भने स्वास्थ्य भने सुधार हुने देखिन्छ। यी त भए तपाईका राशिफलहरू। राशिफलले जे जस्तो फल बताए तापनि आफ्नो कार्यमा निडर भएर अगाडि गर्नुहोस्। परिश्रम गरेर अगाडि बढ्नुहोस्। अवश्य पनि आजको दिन सफल रहनेछ। ज्योतिष सिना कुण्डली परामर्शको लागि हामीलाई सम्झिनुहोला। हवस् त आजको भिडियोबाट बिदा हुन्छु। नमस्कार।